हेलो तस्सिद्धले एभ्रिवान सबैजना नमस्कार। हिजो तपाईहरुले क देखि व सम्म पढ्नु भएको थियो। आज अब यो 10 वटा अक्षरहरू आज पढाउँदै छु। पढाएको छु क्लासमा। यसलाई फेरि एकपल्ट दोहोर्याएर यहाँ भन्दै छु। पहिलो अक्षरले चाहिँ यसलाई स्या 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 अलि गरुङको टाइपले भन्नुस्। स्या सा अनि त्यसको पछाडिलाई ह अनि लास्टलाई या स्या सा ह या स्या सा ह या अनि यतापट्टि के र ल स्या सा र ल स्या सा अनि लास्टको यसलाई ह आ फेरि एकपटक स्या सा ह या र ल स्या सा ह आ र यो सँगै तपाईहरुले साल्जे सुम्चुको 30 वटा अक्षरहरू पढ्नु भइसकेको छ। यसलाई राम्रोसँग दोहोरै पढ्नुस् होला। लसो हेलो लसो टस्टिले सम्पूर्ण विद्यार्थीहरू, आजबाट तपाईहरुको क्लास सुरु भइसकेको छ र आज तपाईहरुलाई पढाएको पाठ म यहाँ पनि एकचोटी सरर पढेर पढाउँदै छु। आज तपाईहरुले यो साल्जे सुम्चु भन्ने चाहिँ पढ्नु भएको छ। साल्जे हिगे सुम्चु अर्थात व्यञ्जन वर्ण अक्षरहरू भनेको। अब यसमा काखाको 30 वटा अक्षरहरू हुन्छ, जसमध्ये सुरु यहाँदेखि हुन्छ है, यहाँ क देखि। अब यहाँदेखि आज जति पनि पढाएको थियो त्यो सबैलाई म एकचोटी सरर पढाएर पठाइराख्छु तपाईहरुको लागि। तपाईहरुले सबैजनाले ध्यान दिएर हेर्दिनु होला है। यो सुरुमा क ख ग ङ क ख ग ङ अनि त्यसको यतापट्टिको च्या छ्या ज्या न्या च्या छ्या ज्या न्या यतापट्टिको ता था दा ना ता था दा ना अनि यतापट्टिको प फ ब म प फ ब म अनि यसलाई च छ ज व च छ ज व। आज तपाईहरुले यहाँसम्म पढ्ने हो। तपाईहरुले यहाँसम्म पढाएको छु। फेरि एकपटक क ख ग ङ च्या छ्या ज्या न्या ता था दा ना प फ ब म च छ ज व। ल हजुरहरु सबैजना यहाँसम्म मजाले पढ्नुस् है। आजको पाठ यहीँसम्म छ हजुरहरु। ल भोलि कसम भेटौँला अब।